घाम पछिको जुन जस्तै तिमी आइपुग्छौ शान्त हल्का उज्यालो बोकेर र म आँखाभित्रको मौन बादल तिमीमा विलीन हुन तयार चुपचाप। तिमी सोध्छौ किन प्रेम हावा जस्तै हल्का हुँदैन? म भन्छु हावा पनि कहिलेकाहीँ आँधी बन्छ, प्रेम पनि त्यस्तै न हो? तिमी हाँस्छौ हाँसोभित्र बाँधेर एउटा न्यानो बाचा। म सधैँ तिम्रो साथ रहनेछु र म डराउँछु बादलहरू एकै रूपमा कहिले बस्दैनन्। तिमी भन्छौ म पानी बन्छु, जहाँ तिमी बहन्छौ म पनि बहन्छु र म चुप लाग्छु, किनभने बग्न सक्नेहरू नै धेरै गहिरो हुन्छन्। कहिलेकाहीँ तिमी गइहाल्छौ छोडेर स्पर्श र सुगन्धका निशानीहरू, तिमी भएको हावा, तिमी बगेको सास। मलाई थाहा छ तिमी फर्कनेछौ ओसिलो बिहानको बाह भएर र म पर्खन्छु हिउँदको घाम जस्तै तिमीलाई, अल्प न्यानो अनि कञ्चन। म तिमीलाई प्रेम गर्छु जसरी प्रेम गर्छ मौसमले पृथ्वीलाई, रूप बदल्दै चुपचाप। धन्यवाद। पर्खाइले कहिलेकाहीँ थकाउँछ है, तर कसैको भाग्यमा त पर्खिने पनि लेखेको हुँदैन। मेरो अर्को कविताको शीर्षक रहेको छ आमा रोएको देखेँ। आशा छ यहाँहरूलाई मन पर्नेछ। मैले आमा रोएको देखेँ, कुनै ठुलो चोट लागेर होइन, कुनै ठुलो आवाज निकालेर पनि होइन। मैले त उहाँलाई भान्साको तिखो धुवामा आफ्नो आँसु लुकाउँदै गरेको देखेँ, जहाँ प्याज काट्नु त एउटा बाहना थियो, वास्तवमा उहाँले त वर्षौँदेखि कुँडिएको आफ्नो मन काटिरहनु भएको थियो। मैले दराजको एउटा पुरानो बाकसको कुनामा एउटा धुलोले पुरिएको रातो रिबन देखेँ। बुबाले भन्नुहुन्थ्यो तेरी आमा त गाउँकै चरी थिए, तर मैले त मात्र एउटा पिञ्जडा देखेँ। त्यो रातो रिबन जसले कहिले आमाको साहस र रहर बाँध्थ्यो, आज त्यही रिबनले आमाको कम्मरमा परम्पराको पटुकी बाँधिदिएको छ। मैले देखेँ त्यो चम्किलो रङ कसरी बिस्तारै फुस्रो भयो, कसरी आमाको आकाश एउटा चार कुने चौघेरामा बाँधियो। समाजले भन्यो आमा त सहनशील हुनुपर्छ, छिमेकीले भने आमा त शान्त हुनुपर्छ, तर मैले देखेँ त्यो शान्ति त एउटा चिहानको मौनता जस्तो थियो। उहाँले सबैसँग हाँसेर कुरा गर्दा पनि त्यो हाँसोको पछाडि एउटा अदृश्य रुवाई लुकेको हुन्थ्यो। आमाले सबैका लागि थालमा खाना पस्कनु भयो, तर आफ्नै इच्छा र सपनाहरू भोका राख्नुभयो। मैले आमालाई देउता मानेर ढोक त गरेँ, तर मैले बिर्सिएँ उहाँलाई देउता होइन, एउटा स्वतन्त्र मान्छे बन्नु थियो। अचेल म आमाको आँखामा हेर्न डराउँछु, किनकि त्यहाँ मलाई एउटा हारेकी सिपाही होइन, एउटी दबाइएकी क्रान्ति देखिन्छ। उहाँको हातका ठेलाहरूले मेरो भविष्य त कोरे, तर उहाँको आफ्नै वर्तमान भने त्यही ठेलाहरूमा पुरियो। मलाई लाग्थ्यो आमा बलियो हुनुहुन्छ, उहाँ बलियो हुनुभएको होइन, उहाँलाई बलियो हुन बाध्य पारिएको हो। मैले आमा रोएको देखेँ। अब मलाई उहाँको त्यागको महिमा गाउनु छैन, मलाई त उहाँको त्यो रातो रिबन फिर्ता दिनु छ। मलाई मेरी आमालाई फेरि मान्छे बनाउनु छ, जसलाई हाँस्नका लागि कुनै बाहना नचाहियोस् र रुनका लागि भान्साको धुवाँ रोज्नु नपरोस्। धन्यवाद।
धेरै धेरै धन्यवाद यहाँहरूको समय र सुन्ने धैर्यताको लागि। मेरो आजको लागि अन्तिम कविता मजाक रहेको छ। आशा छ यहाँहरूलाई मन पर्नेछ। यो सहर होइन, एउटा ठुलो चिहान रहेछ जहाँ मानिसहरू आफ्नै अस्तित्वको मलामी हिँडिरहेका छन्। भिडको यो समुद्रमा एउटा मान्छे एउटा टापु जस्तै उभिएको थियो। ऊ जीवित थियो, तर उसको अनुहारमा भोलि कतै लेखिएको थिएन। उसका आँखाहरू त होइनन्, दुईटा रित्ता इनार थिए जहाँ खसेको घाम पनि उज्यालो नभई निम्ने गर्थ्यो। मैले देखेँ उसको मौनताले यति ठुलो चिच्याहाट गरिरहेको थियो कि मेरो कानका जालीहरूमा रगत जम्न थाले। मलाई लाग्यो यसलाई एउटा अङ्गालो चाहिन्छ, एउटा यस्तो अङ्गालो जसले उसको टुटेका हड्डीहरू होइन, टुटेको विश्वास जोडिदियोस्। म नजिक गएँ। पाइलाहरूले भुइँ टेकेका थिएनन्। सायद म उसको पीडाको गुरुत्व आकर्षणमा तानिँदै थिएँ। मैले हात फैलाएँ, आफ्नो मुटुको एक टुक्रा निकालेर उसको रित्तो झोलामा हालिदिन। मैले भन्न चाहेँ, ए अनाम यात्री, तिम्रो आँसुको नुनिलोपन मेरो जिब्रोमा पनि छ। तर अचानक एउटा ढ्याक्क आवाज आयो। मेरा औँलाहरूले मासु र छाला होइन, एउटा चिसो, कठोर र निर्दयी सत्य छोए। त्यो मान्छेको अनुहारमा हात राख्न खोज्दा मेरो आफ्नै हत्केला मसँग ठोकियो। त्यहाँ त एउटा ऐना थियो, एउटा फ्रेममा कैद गरिएको म। त्यो थाकेको काँध मेरो थियो, त्यो रित्तो इनार जस्ता आँखा मेरो थियो। त्यो मौनताको लास बोकेर हिँड्ने यात्री म नै थिएँ। कस्तो कुरूप मजाक! म जसलाई बचाउन खोज्दै थिएँ ऊ त म भित्रै मरेको रहेछ। म जसलाई अँगाल्न खोज्दै थिएँ ऊ त मेरै प्रतिबिम्ब रहेछ। म कसरी आफ्नै काँधमा टाउको राखेर रुन सक्छु? म कसरी आफ्नै हात समातेर आफैलाई अघि बढ भन्न सक्छु? ऐनाको त्यो पारी म छु, ऐनाको यो वारी म छु, बीचमा एउटा काँचको पर्खाल छ जसले मलाई मबाटै अलग राखिरहेको छ। अहिले म भिडमा उभिएको छु, मान्छेहरू मलाई हेरिरहेका छन् र म अझै पनि त्यो ऐनाभित्रको मान्छेलाई खोजिरहेको छु। म एउटा यस्तो दृश्य हुँ जसलाई संसारले त देख्छ, तर म आफै कहिले भेट्न सक्दिनँ। भन्नुहोस् त, आज तपाईँले बाटोमा कसैलाई देख्नुभयो भने त्यो को हो भनेर कसरी चिन्नुहुन्छ? सायद तपाईँको खल्तीमा पनि एउटा सानो ऐना त छैन?